हेलो गाइज, वेलकम टु सङ्गीता ब्लग युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी घुम्न गएको थियो। सानो भिडियो हेरिदिनु होला, प्रतिक्रिया दिनु होला के कस्तो छ भनेर। हेर्नु न साथीहरू, आज हामी घुम्न गएको कस्तो राम्रो पार्क रहेछ। अनि हामी घुम्न गएको थियो। हामी हिँड्दैछौँ दुईजना, साथीहरू त टन्नै थियो कि साथीहरू छोटियो हो। अनि अहिले चाहिँ हामी दुईजना मात्र लखर 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 लाएर हिँड्दैछौँ। हेर्नु न, यतातिर पुग्दाखेरि त मलाई गाउँ आएको जस्तो फिल भइरहेछ। किनभने गाउँघरको जस्तै वातावरण जस्तै छ नि त, त्यही भएर यस्तो राम्रो छ। म भन्दैछु कि मेरो सानीलाई, सानी हेर न, यहाँ त गाउँघरको जस्तै छ है भनेर भन्दैछु। अनि सानीले नि भन्दैछ कि हो नि माइजू, हेर्नु न कति राम्रो ठाउँ रहेछ है, सब गाउँघरको जस्तै भनेर। उसले म पोज दिन्छु, फोटो खिच्नु त भन्दैछ। म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। अनि ऊ हेर्दैछ यताउता गरेर। अनि यतातिर चाहिँ जगिङ गर्ने मान्छे पनि आउँछ है साथीहरू। जगिङ पनि गर्दै हिँड्छन् मान्छेहरू यहाँ त। हेर्नु न साथीहरू, कस्तो रमाइलो छ, कति रमाइलो आनन्द लागेको क्या मलाई त यो ठाउँमा आउँदा त। गाउँघरमा उसमा पाहाडहरूमा हिँडिरहेको जस्तै फिल भइरहेको, किनभने पुरै हरियाली छ नि त, त्यही भएर। अनि सानी अघि अघि हिँड्छ, म पछि पछि हिँड्दैछु। अनि पुरै भइरहेछ के, कस्तो रमाइलो फिल भइरहेछ कि यता पनि हेर्छु उता पनि हेर्छु, एकदम आनन्द पिसफुल छ क्या पुरै। कस्तो हरियाली छ जताततै। यहाँ चाहिँ फेरि मान्छे आइ गर्छ क्या, हिँडे गर्छ जगिङ गर्दै। अनि सानी मेरो नि भिडियो बनाऊ न भनेको, सानी भिडियो बनाउँदैछ मेरो। म अगाडि हिँड्दैछु। यसो अलिअलि नक्कल पनि पार्दै हिँड्दैछु कि यता हल्लिने उता हल्लिने गरेर। अनि यसरी घुम्दै पनि हिँड्दैछु। रमाइलो छ क्या, रमाइलो छ, भिडियो बनाऊ भन्दैछु म चाहिँ। उसले चाहिँ मेरो भिडियो बनाउँदैछ। खुसी लाग्यो क्या, आज त कति दिनपछि बाहिर निस्केको। अहिले चाहिँ हाम्रो छुट्टी छ नि त, यो वारले गरेर। अनि सानीले देखाउँदै, माइजू हेर्नु न त्यो बिल्डिङ त चराको चुच्चो जस्तो भनेर देखाउँदैछ। हो र भनेर हामी चाहिँ यता आइसक्यो। अनि भन्दैछ, माइजू हामी पनि तल जाऊँ न तल भन्दैछ। अनि उहाँबाट जाने हो क्या, आऊ न आऊ भन्दैछु म चाहिँ। ऊ भन्छ, होइन कहाँबाट जाने हो र, बाटै छैन भन्दैछ उसले चाहिँ। मैले नि छ क्या छ, आऊ न आऊ आऊ, म लिएर जान्छु भन्दैछु कि उसलाई। अनि आऊ न आऊ जाऊँ भन्दैछु कि। हामी दुईजना हिँड्दैछ पुरै मक्ख परेर, दुईजना कहाँ जाने भन्दै हिँड्दैछ क्या दुईजनामा। लखर 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 लाएर हिँड्दैछ। अनि के भन्दैछ क्या, जगिङ गर्न जान्छु माइजू, म एक राउन्ड घुमेर आऊँ पनि भन्दैछ। म भन्छु कहाँ राख्छौ ब्याग भनेर पनि भन्दैछु। होइन म एक राउन्ड घुमेर आउँछु भन्दैछ। जाउँ त जाऊ भनेर पनि भन्दैछु क्या म। हेर्दैछ हिँड्दैछ, कति मान्छे आउँछ क्या नाइट। अनि हामी हिँड्दै बेलुका हुन लागिसक्यो नि त, त्यही भएर लास्टै रमाइलो छ हो साथीहरू। आउनु तपाईँहरू पनि, यसो कुवेतमा हुनुहुन्छ भने यो पार्क चाहिँ जानु होला है, कति रमाइलो छ। हामी दुईजना चाहिँ गफ गर्दै 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 हिँडिरहेछौँ। अरू साथीहरू चाहिँ कता हो भिडियो बनाउँदै हिँड्दै गरिरहेको छु। अनि बिहान जगिङ गर्न जाऊँ ल पनि भन्दैछ। अनि हामी हिँड्दैछौँ। हिँड्दा हेर्नु न, अघि भनेकै ठाउँ मुनतिर आएको क्या हामी हेर्नलाई। गाउँको जस्तै घाँसहरू टन्नै छ। सानी भन्दैछ, माइजू हेर्नु न यहाँ कति धेरै वस्तुले खाने घाँसहरू कति धेरै छ हौ भन्दैछ। हेर्नु नि, यो चाहिँ इपिल घाँस हो क्या, तपाईँहरूकोतिर के घाँस भन्छ हेर्नु। कति धेरै घाँस छ क्या, घाँस देखेर त म त भएको भने गाउँघरमा बसिरहेको मान्छेले अब एक्कासी यस्तो ठाउँमा त, अब खाडी जस्तो ठाउँमा त, मरुभूमितिर त यस्तो हरियाली देख्छ त सबैजना चकित हुन्छ नि त। अनि उनी भ्लग बनाउँदैछ, म नि भ्लग बनाउँछु है माइजू भन्दैछ। ल बनाऊ भनेर भन्दैछु। हेर्नु न साथीहरू, कस्तो दामी दामी घाँसहरू छ हौ, सब घाँस यो सबै यो बाख्राहरूले मलाई कस्तो बाख्रा ल्याएर पालो मन भएको छ भनेर भनेको मैले। सानी हाँस्दै चाहिँ उता बसेर, माइजू छिटो आउनु है छिटो, यो तलतिर झन् कस्तो राम्रो छ भन्दैछ। ल आएको भन्दै म नि पछि जाँदैछु क्या साथीहरू। हेर्नु त पुरै कस्तो दामी झरना जस्तै छ क्या यतातिर त। हेर्नु त्यो झरना जस्तो बनाइराखेको।
हिँड्दैछ माइजू यहाँ त कस्तो राम्रो रहेछ है, अब हामी फेरि आइरहनुपर्छ ल भन्दैछ। ल ल आउँला हिँड न अगाडि अगाडि भनेको, फेरि फोन झिकेर के हिँड्दैछौँ हामी त। अनि त्यहाँबाट नि निस्केको है, साथीहरू भित्र रहेछ क्या बाटो। अनि हिँड्दै हिँडाएको क्या दुईजना हिँडेको। अनि हिँड्दै यहाँ त यस्तो कन्सर्टहरू गर्ने ठाउँ पनि रहेछ। अनि फेरि यता मान्छेहरू देखेर मैले भिडियो बनाइनँ क्या साथीहरू। अनि यता आयो हामी त यस्तै आर्टिफिसियल फिसहरू पनि रहेछ, पानी झरिरहेको, माछा हिँडिरहेको देखिँदो रहेछ। अनि दुईजना चाहिँ गफ गर्दै हिँडिरहेछौँ दुईजना। अनि उसले के भन्दैछ, माइजू म त फर्स्ट टाइम हो है यस्तो ठाउँमा आएको हामी त भन्दैछ। हो र भन्दैछु म चाहिँ। दुईजना मक्ख परेर हिँड्दैछन्। अब त सधैँ आउने ल माइजू भन्दैछ, छुट्टी छ 1 महिना के भएको छ र भन्दैछ। ल आउँला नि त भन्दैछु म चाहिँ। कस्तो दामी ठाउँ रहेछ क्या साथीहरू। यतातिर त हामीले त उसनै गरेको थियो नि, हिँडेकै थिएन, फर्स्ट टाइम गएको। अनि हामी त भित्र छिर्दै हिँडेको। अझै उता नि छ रहेछ ठाउँ, तर जानु चाहिँ गइनँ होइन साथीहरू। एकदम राम्रो रहेछ के। मलाई त एकदम आनन्द लाग्यो छुट्टीको बेलामा होइन। रुममा बस्दा बोर भइरहेको ठाउँमा बाहिर हिँड्दाखेरि त माइन्ड फ्रेस हुँदो रहेछ क्या। कस्तो दामी ठाउँ रहेछ, आनन्द लाग्यो। साथीहरू हेरिदिनु होला मेरो यहाँसम्मको भिडियो, के कस्तो छ, राम्रो छ छैन भनिदिनु होला। केमा कमी भएको छ त्यसमा सुझाव दिनु होला। लाइक सेयर कमेन्ट गरिदिनु होला। त्यसो भने बाई बाई, अल अफ यु।